Hello guys, namaste, welcome and welcome back to my YouTube channel. It's me your claim. फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु तपाईहरुको सामु। आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ, मस्त हुनुहुन्छ, व्यस्त हुनुहुन्छ र आज चाहिँ म फेरि नयाँ भ्लग लिएर आइसकेको छु। सो अस्ति 9 गते पानी परेर धेरै सोल्टाहरु भेटेन भने 13 गते भेट्छु भनेर धेरै सोल्टाहरु कमेन्ट गरेको छ। लेट्स सी आज कति जना सोल्टाहरु भेट्ने रहेछ त है त गाइस। फाइनली अहिले चाहिँ म आफ्नो आन्टीकोमा छु। सी इज माई ब्युटिफुल आन्टी। यहाँ हाम्रो बहिनीहरु फेरि थोरा छैन। मेला चाहिँ फेरि हाम्रो आन्टीको घर तल है। लेट्स सी मेरो सानो मामुको रियाक्सन। हाम्रो सानो मामुको रियाक्सन। So guys, मेला चाहिँ यही हो। मेला चाहिँ हाम्रो आन्टीको घर तलदेखि नै देखिने रहेछ। लेट्स सी अस्तिको कमेन्ट गरेको सोल्टाहरु कतिजना चाहिँ भेट्ने रहेछ आज। खोजी भेट्नुपर्छ है त सोल्टाहरु। सब सोल्टाहरुलाई आज खोजी भेट्ने। अस्ति बिचरा पानी परेर कोही भेट्न पाएन। अब चाहिँ सोल्टा भेट्न हामी एकछिनमा निस्किन्छौँ सबैजना। यहाँ मेरो बहिनीहरु सबैजना रेडी हुनुहुन्छ। रेडी हुँदैछ। सानो मम्मी तपाईँ नजाने मेला? सानो मामु नजाने मेला। हाम्रो ब्युटिफुल सानो मम्मी। सो गाइस हामी चाहिँ मेला जान निस्किसक्यौँ। यहाँ फेरि भ्लगर छ गाइस। अर्को भ्लगर उता, अर्को भ्लगर यता। लेट्स सी है। लेट्स सी त गाइस मेलाको लागि हामी निस्किसक्यौँ। अब मेलामा कतिजना सोल्टाहरु भेट्ने रहेछ त? हामी मेला लाँदै हुनुहुन्छ हाम्रो आन्टी। यता हाम्रो मेला जाने टोली। सानो बाबु बाई बाई। सानो बाबु चाहिँ मेला जानुहुन्न। लेट्स सी अब मेलामा कतिजना सोल्टाहरु भेट्ने रहेछ त? यहाँ आउन एकजना मसँग। काली ब्लग गर्ने मात्र मसँग चाहिँ यहाँ छ मेरो बहिनी। मेरो भ्लगमा चाहिँ नयाँ बेबीका चाहिँ होइन। बेबीका चाहिँ मेला बिहानै निस्केको छ आफ्नो साथीहरूसँग। लेट्स सी मेलामा भेट्छ होला नि। बोल्नु भयो भ्लगरहरू। फेरि भ्लगरहरू थोरा छैन हाम्रो ग्रुपमा। एउटा दुईटा तिनटा स्टार्ट गर न, बोल्दै गर। जे हुन्छ त्यही त बोल्ने हो नि। म त मेला भन्दा पनि सोल्टा भेट्न चाहिँ आएको। कमेन्ट चाहिँ थोरा गरेको थिएन सोल्टा भेट्ने भनेर। अस्तिको भिडियोमा आमामा थोरा सोल्टाहरु कमेन्ट गरेको छैन। आज म मेला पस्दा पनि एउटा सोल्टा भेटेको छैन। भिडियो पनि रोस्ट त्यस्तै हानेका छन्। अनि आज भने बाटोमा कतिवटा सोल्टा भेट्ने रहेछ त? लेट्स सी। 9 गते 13 गते झुम्का मेला मे भेटे सोल्टी भन्ने सोल्टाहरु कहाँ छौ? ए म यहाँ छु। बल्ल एउटा सोल्टा भेटे म। मेला घुम्दै एउटा सोल्टा चाहिँ भेट्यो हैन बहिनी? कता यता पस्नु पहिला। मन्दिर जाने बाटो चाहिँ पुगिसक्यो। यही हो हाम्रो झुम्का मेला। पछाडि चाहिँ हाम्रो भाइ पनि हुनुहुन्छ, भ्लग बनाउँदैछ। एन्जल बहिनी अब सोल्टा छ मेला। हाम्रो एन्जल बहिनीले चाहिँ मेला बोलाइसके। तपाईहरुले आउनै पर्छ है त सोल्टाहरु। लेट्स सी। म त अहिलेसम्ममा एउटा सोल्टा मात्रै भेटे है त। अब कतिवटा सोल्टाहरु भेट्ने रहेछ? लेट्स सी। हजुर हेलो। सोल्टा भन्दा पनि सोल्टिनीहरु चाहिँ भेट्ने रहेछु म। सोल्टिनीहरु चाहिँ भेट्ने रहेछु। कमेन्ट भरि सोल्टी भन्ने सोल्टाहरु कहाँ छौ? वेयर आर यु? 13 गते भेट्ने भनेर भनेको थियौ त। 13 गते त अब खोजी भेट्नु पर्यो। कता हो सोल्टाहरु? कतातिरबाट म यहाँ छु। बिग फ्यान मिस बिग फ्यान। थ्याङ्क यू। 13 गते भेट्यौँ त। 13 गते भेट्यौँ। 9 गते कमेन्ट गर्ने सोल्टाहरुलाई बिस्तारै भेटिरहेको छु।
हाम्रो पछाडि पनि अझै भ्लगरहरू चाहिँ हुनुहुन्छ बिच बाटोमा छौँ हामी बल्ल न बल्ल पर्यो पिसा हाम्रो एउटा भ्लगर बहिनी चाहिँ यहाँ पनि छ क्यामेरा अहिले बन्द भइसकेको छ अब फेरि एकछिनमा स्टार्ट हुन्छ हेलो गाइज हेलो गाइज हेलो गाइज सोल्टा त होइन सोल्टिनी चाहिँ भेटे मेरो छोरी पुकुली बेबी आन्टीले माया गरिदेऊ यता भर्खर सोल्टा भेट्न पो आएको त मेला आएको होइन त आज सोल्टा भेट्न आएको खै मान्छेहरू आइपुगेन नै भेट्लो सोल्टा दुईटा तिनवटा सोल्टा भेट्लो हल्ला गर्छ पछाडिबाट हल्ला चाहिँ गर्छन् बोलाउने चाहिँ कोही बोलाउँदैन भने कमेन्टमा मात्र क्या पतल पतल यसलाई लिएर हिँड्छु है मसँग हिँड्ने ल गाइस मेरो आफ्नो पनि भ्लग छ उता पनि भ्लग छ म यता बोल्नु कि उता बोल्नु दुईतिरै बोल्नु पर्ने हाम्रो बहिनी चाहिँ लास्टै बोल्ने रहेछ होइन क्या अब आफ्नो पनि बोल्नु पर्यो नि त ल म दुईटैमा यस्तो हल्का हल्का यता पनि देऊ ल उता पनि हाम्रो बहिनीको पनि भर्खर भर्खर नयाँ खुलेको च्यानल छ के छ बहिनी च्यानल मेरो दिदीको च्यानल हो क्या मैले यसो सुरुवात गरेको यहाँनिर हामीले अगाडि आउने सोल्टीलाई 4 चोटि हाम्रो भिडियोमा आइसक्यो तर त्यसलाई मलाई अलिअलि काट्दै एउटामा मात्रै देखाउँछु र हाम्रो झुम्काको भाइरल सोल्टिनी हेलो गाइज आमा मामा नहेरी हिँडिदिन्छ नि त हौ दिदी बहिनीहरू यस्तो हुँदैन मेला आउँदिन भनेको मान्छे यस्तो हुन्छ होइन मेला आएको होइन त सोल्टी भेट्न आएको सोल्टी भेट्न ल बाई सोल्टी भेट्न आएको कि सोल्टी नै छैन कमेन्टमा मात्रै रहेछ सोल्टी मेलामा भने नो सोल्टी पछाडिदेखि हल्ला मात्रै गर्छन् अगाडि आएर सोल्टिनी भन्ने त कोही छैन गाइस म त सोल्टी भेटिन सोल्टिनी भेटिन भन्ने कमेन्ट मात्रै भन्ने रहेछ कोही आएर भन्दैन न सोल्टिनी देखिन तर हामी भने मेला आएको छौँ है मेला आएको छौँ त्यहाँ दिदीहरूले भनिसके मेला नआउने मान्छे मेला आइपुगिस् न अरे कसरी भनौँ म सोल्टी भेट्न आएको भनेर कसरी भनौँ बोल्नेहरू त सोल्टा भेटे फाइनली सोल्टाहरू भेटिरहेको छु है गाइस 9 गते 13 गते बोलाएको थिएँ सोल्टाहरू भेटे सोल्टा अब बल्ल बल्ल सोल्टाहरू चाहिँ भेट्न थाले लेट्स सी कतिजना सोल्टाहरू भेट्ने रहेछु त बिस्तारै बिस्तारै भेटिरहेको छु सोल्टा अघिसम्म 2टा 3टा भेटेको थिएँ भने अब बिस्तारै बिस्तारै सोल्टा भित्र जाँदै गर्दा मेलाको भित्र पुग्दा पुग्दै सोल्टाहरू चाहिँ भेट्ने रहेछ सुरुमा चाहिँ क्यामेरा बोकेर चाहिँ लाज लाग्थ्यो होइन अब चाहिँ युज टु भइसक्यो अब युज टु भइसक्यो अब छोरी पर्फेक्ट भइसक्यो सुरुमा चाहिँ लजाउने क्या के बोल्नु नबोल्नु हुने होइन भर्खर आउँछु भ्लग स्टार्ट गर्ने बेला पनि 2-3पल्ट इन्ट्रो नै भन्थेँ तर आवाज चाहिँ युज टु भइसकेँ म कता जाँदैछु पनि थाहा छैन तर जान चाहिँ जाँदैछु यही झुम्का मेला घुमिरहेको छु 13 गतेको तर सोल्टीहरूलाई देखेको छैन तर बल्ल बल्ल अघि 2टा 3टा सोल्टीलाई चाहिँ भेट्यौँ है मैले त तँ पनि भेटेँ भन्दिनँ भेटिनँ भनेर 2टा 3टा सोल्टीलाई चाहिँ भेट्यौँ भेटेको छैन गाइस तपाईँहरू कता हुन्छ यहाँनिर अगाडि आउने 9 गते 13 गते झुम्का मेलामै भेटेँ सोल्टी भन्ने सोल्टीलाई चाहिँ 2-3 जनाले चाहिँ हेरे अनुहार सम्झेर भए पनि बोलायो खुसी लाग्यो पतर पतर यता धेरै बोल्ने बहिनी नबोल्न सकेको के गर्ने भ्लग स्टार्ट गरिसकेपछि बोल्नै पर्ने फेरि ग्रुपमा पनि भ्लगरको कमी छैन भ्लगर नै भ्लगर भाइ तिम्रो भ्लग के भयो उता हेन्ड ओभर भइसक्यो अब होइन म भन्दा बढी बोल्ने भ्लगर तिमी हो
अप्ठ्यारो लाग्ने के लास्टै अप्ठ्यारो लाग्ने अब एउटै क्लिपमा दुईपल्ट तिनपल्ट भन्ने होइन त्यसलाई एडिट गर्ने बेला 4 पटक 5 पटक काट्दै मलाई अल्छी लाग्ने क्या इरिटेट कस्तो नि मान्छे भ्लगर पनि सक्छन् जस्तो लाग्ने क्या एट द्याट टाइम त्यस्तो लाग्ने तर अब चाहिँ क्यामेरामा पनि युज टु भइसक्यो क्यामेरा फेस गर्न सक्छु जस्तो सुकै सिचुएसनमा सक्ने चाहिँ भए अब सोल्टा चाहिँ लेट्सी कतिजना सोल्टा लु फाइनली 9 गते 13 गते भेट्ने सोल्टा भेट्यो फाइनली सोल्टा भेट्यो ल थ्याङ्क यू लेट्सी एक ग्रुप अझै सोल्टा भेट्यो भने भ्लगमा आउनेहरू नयाँ सोल्टीहरू बाई बाई ल भ्लगमा आउने अरे हाम्रो बहिनीहरू आम्मा दिदी हजुर अब यता बोल्ने यतापट्टि क्या एकछिन छोड्दिन नि फेरि यता पनि बोल्ने उता पनि बोल्ने यहाँ फेरि भ्लगर के छ 9 गते छेले नि अरे हो मै थिएँ त 9 गते भन्ने तर बिस्तारै मेला कस्तै गएपछि सोल्टाहरू भेट्ने रहेछ भ्लगमा आउने भयो हाम्रो ह्यान्डसम दाइहरू हजुर क्लेम दिदीले ल्याइहाल्नुहुन्छ नि सबैलाई क्लेम दिदीले ल्याइहाल्नुहुन्छ भूमिका अन्ली क्लेम सही कुरा अरे फेरि भनिदेऊ त यो कुरा नो भूमिका ओन्ली क्लेम क्यामेरा न कति राम्रो देखेको अरे मान्छेहरूले हेर्नु नआएको हो क्या गाइस बुझ्नुभयो गाइस कता जाने गाइसहरू हाम्रो टोली छिरेको हाम्रो टोली हराइ पार्छ यो कस्तो खेल हो हाम्रो सानो मामु डेन्जर पो हो कि क्या हो 400 भेटेको 400 पाउनु भएको हाम्रो सानो मामु यो कस्तो गेम हो थाहा भएन हाम्रो साक्षी चाहिँ खेल्न गई है हाम्रो साथी चाहिँ खेल्न गई लेट्सी सानो मामुले 400 फेला पारेकी थिए भने हाम्रो साक्षी कति पैसा फेला पार्छ त त्यसको डबल तर सानो मामुले चाहिँ लास्ट टाइम मिस गर्यौँ आजको मेलामा यसरी मान्छे हेर्छ नि मान्छेको रियाक्सन हेर त ला भएन चेरो पाइ चकलेटी भएन गाइस भएन यो हेलो अब चाहिँ हामी अर्को राउन्ड घुम्दैछौँ होइन जिया हजुर फेरि अर्को राउन्ड घुम्दैछौँ होइन अब अर्को राउन्ड घुम्दैछौँ लेट्सी अर्को बाटोमा चाहिँ कतिजना सोल्टा भेट्ने रहेछ अघिको बाटोमा चाहिँ आउँदैछ मेरो सोल्टाहरू जित्या छ है मेरो सोल्टाहरू बाई बाई कहाँ गई साक्षी भन्छु जिया यही छु कतै हराएको छैन अब अर्को साइडमा कतिजना सोल्टा भेट्ने रहेछ लेट्स सी गाइस मैले त भेटेको छुइनँ गाइस छैन तर सुरुमा चाहिँ हामी भनेको थियौँ के भन्छ अगाडि आएर बोलाउने हिम्मत कोही सोल्टाको छैन त्यसपछि चाहिँ फ्याटी बोलाउन थाल्यो होइन हामीलाई अगाडि आएर
पोइन्ट के हो भनेपछि भन्नु कमेडी लाग्ने पार्ट चाहिँ के हो भनेपछि हेलो कमेडी लाग्ने पार्ट चाहिँ के हो भनेपछि नि त्यो हो अब सोल्टी भनेर बोलाइहाल्छन् होइन सोल्टी भनेर बोलाइहाल्छ होइन अनि त्यसपछि आएर भन्छ नि लास्टमा सोल्टाहरू हामी नै हो 9 गते पाइन पेड्के लौ भन्ने 9 गते भिडियो बनाउने सोल्टी आउन बोल्देऊ त यहाँ गरेको यही पार्ट मन नपर्ने भनेको यही पार्ट हो मेरो असली सोल्टा हो हेलो हेलो यो चाहिँ मेरो असली सोल्टा हो सबै नक्ली अरे नक्ली होइन सबै असली नै हो सबै असली नै हो हैन तपाईहरुलाई नक्ली भनेर नक्ली होइन सबै असली सोल्टा नै हो छोड्नु यार किनभने मेरो यहाँ यस्तो राख्नु भाग्यहाल्छ गाइसहरू के गरे राख्नु सो गाइस सोल्टा भेटेर पनि हामी निस्किँदैछौँ अब हामी घरतर्फ जाँदैछौँ धेरै सोल्टी भएको कसले सोल्टी सोल्टी भेटेर अब हामी घर जाँदैछौँ फेरि बाटो आज त फेरि के छ भनेपछि मेलैभरि क्या मेलैभरि भ्लगर नै भ्लगर चाहिँ यताबाट पनि क्यामेरा उताबाट पनि क्यामेरा कसको क्यामेरामा निस्किने त चारैतिर क्यामेरा नै क्यामेरा छ कसको भ्लगमा आयो यति धेरै भ्लगरहरू त थिएन झुम्कामा तर जबदेखि मेला आयो तबदेखि त आम्मामा भ्लगरहरूको कमी छैन झन् यो गीतले क्या 9 गते 13 गते झुम्का मेलामा भेटिए सोल्टी भनिसकेपछि त आज भोलि त भ्लगरहरूको कमी छैन भ्लगरहरू धेरै भएपछि बोल्नु पनि अप्ठ्यारो लाग्दैछ गाइस है एकै हुँदाखेरि मात्रै पतर पतर गरिन्छ कि आम्मा मान्छेहरू हुँदाखेरि चाहिँ के बोल्नु यो मुख दिन धेरै लटपटिन्छ गाइस यस्तो अप्ठ्यारो हुने रहेछ नि त यस्तो अप्ठ्यारो हुने रहेछ नि त अरू बेला पतर पतर बोल्ने हाम्रो बहिनीहरू अब मेलामा आइसकेपछि धेरै मान्छे भइसकेपछि बोल्न अप्ठ्यारो लाग्ने रहेछ बोल्नु अप्ठ्यारो हुन्छ नि क्यामेरा पकाएर जिया बोलेकै छैन के भयो भ्लगर नै भ्लगर छ है झुम्काको मेलाभरि भ्लगर नै भ्लगर अब चाहिँ आइसक्रिम खाने पालो है यता क्यामेरा बन्द गरौँ है एकछिन लेट्स गो गाइस म चाहिँ अब मेलादेखि निस्किँदैछु अहिले फेरि आउँछु मेला नजिकै छ घर पनि नजिकै छ त्यही भएर मलाई फोन आयो अलिकति घर जानुपर्ने भयो त्यसपछि फेरि पनि आउने कत्रो कराउनु भएको त्यसपछि फेरि पनि सानो बोलाउनु भएन त हेलो फुपू इसा मिस नमस्ते के गर्नु पहिला सँगै पढेको स्कुल सँगै पढेको बचपनका दोस्त अरे अहिले आएर मिस भन्नुपर्छ मिस भइसक्यो स्कुलको हामी स्टुडेन्ट म चाहिँ घर जानुपर्ने भयो अहिले फेरि आउने नै छु मलाई लाज लाग्यो मलाई भने एकछिनको लागि चाहिँ घर जानुपर्ने भयो घर पनि नजिकै छ त्यही भएर मलाई लाज लागिसक्यो के भन्छ सोल्टाहरू चाहिँ भर्खर आउँदै हुनुहुन्छ है सोल्टाहरू चाहिँ भर्खर आउँदै हुनुहुन्छ मेला अनि त्यही भएर हेलो हेलो
बोल्छ बेलुका लाचाले हेलो हेलो अहिले आउँछु म मेला एकैछिन घर जाँदैछु घर र मेला नजिकै भएपछि यार फोन गरेर बोलाइहाल्छन् घर आउनु भनेर लु अब भन तर खुसी लाग्छ यार बिग फ्यान भन्छ के भन्छ सो गाइस म चाहिँ आबा भाउजू भेट्न जान्छु त्यही कता हुनुहुन्छ भाउजू मलाई आज लाज लागिसक्यो लाज लागिसक्यो हेलो सोल्टिनी हाल्नुभयो भेट्यो भेट्यो बाटोमा सोल्टी भेट्यो सोल्टी भन्दा पनि के भनेर बोलाउँछन् बढी नौ कतिको बेलामा बोल्ने तिमी नै हो भन्छ फाइनली 13 गते चाहिँ भेट्नु हाम्रो ब्युटिफुल सोल्टिनीहरू ल बाई बाई गयो ल खोइ भाउजू हाल्छु हाल्छु सबै हाल्छु सोल्टिनी फेरि खतरा छ नि फेरि म सोल्टा हैन सोल्टा होइन है फेरि उता मेरो दाइ हो ऊ हाम्रो भाउजू हेलो हेलो वेलकम टु माई लु घर जाने लु बाई बाई किन बाई म भित्र जानुपर्ने छ बहिनीलाई भेट्न अनि बहिनीलाई लिएर घर जान्छु अब ल बाई बाई सोल्टा भेट्न आइयो मेलामा सोल्टिनी पो भेटिरहेको छ यार सोल्टिनीहरू हेलो नौ गते भनेको के छ मेरो भाइ लेट्सी अब अझै कतिजना सोल्टाहरू भेट्ने रहेछ त यस्तो भिडमा चाहिँ बाइक नलगेको भए चाहिँ हुन्थ्यो होला अनएक्सपेक्टेड माया धेरै पाइयो भेट के लिए हम सोल्टिनी सर सोल्टिनी भेट भर्खर होइन एक राउन्ड घुमेर जान्छु ल है सोल्टीहरू बाई बाई बिस्तारै बिस्तारै एउटा दुईटा गर्दा गर्दै सोल्टीहरू भेटिरहेको छ भिडियो कमेन्ट मात्रै नगर्ने होइन बाटोमा पनि भेट्ने रहेछ भ्लगमा आउने हेलो हेलो वेलकम है सोल्टा भेट्यो भने कमेन्ट मात्रै गर्ने होइन तपाईँले पानीको कारणले एल्सिनी गाइस फाइनली आज भेट्यो है सोल्टा भेट्यो आज पानी परेन नि त आज पानी परेन सोल्टा भेट्यो सोल्टा भेटिने रहेछ अब त तर यो मेलामा मलाई सबभन्दा मन नपर्ने पार्ट चाहिँ प्यारो भन्दै बोलाएको छ लाजले भुकेलके हो त्यो कुराले नगर्दै बोल्यो भनेको तिमी नै हो भन्दा चाहिँ लाज लागिहाल्छ ओ बहिनी घर जाने होइन ल हिँड एक राउन्ड जाने कि घर जाने जाने भाइ मलाई चाहिँ नलिनु हौ अब हेरौँ कतिजना अझै सोल्टा भेट्ने रहेछ लेट्स गो कतिजना अझै सोल्टाहरू भेट्ने रहेछ
नि दिदी भइसकेपछि बहिनीलाई चिन्नु त यो अस्ति बेजत भयो लु आऊ हेलो हेलो किन नगर्नु म सोल्टा भेट्न आएको मेला आएको होइन म सोल्टा भेट्न आएको कमेन्ट गरेको जति सबै सोल्टाहरू भेट्नै पर्यो कमेन्ट त कमेन्ट चुप लाग हेलो सोल्टिनी भेट्यो फाइनली सोल्टिनी भेट्यो कहाँ गयो जान्छु ल हाम्रो आन्टी पनि हुनुहुन्छ त बहिनी पनि छ हेलो हेलो फाइनली 13 गतेको मेलामा भेटियो है ल फाइनली 13 गतेको मेलामा भेटियो है भन्छ यार किन फ्ल्याग अफ भएको हेलो हेलो आन्टी नमस्ते नमस्ते भर्खर भर्खर ओ माई गॉड हाम्रो ह्यान्डसम ल यो काट्छु सोल्टाहरू आए भन्छन् मात्रै तर क्यामेरामा आउन भने मान्दैनन् अहिलेका सोल्टाहरू अघिका सोल्टाहरू त आफै उफ्रेर आउँथे अहिलेका सोल्टाहरू भने मेलामा भेट्यौँ मात्रै भन्छ मेलामा भेट्यौँ मात्रै भन्छन् तर क्यामेरामा आउन भने मान्दैन हो म यहाँ छु फाइनली गाइज आजको भिडियोले चाहिँ म आफूलाई घोषित गरेँ है इन्टरनेसनल सोल्टिनी भनेर आजको भिडियोले म घोषित गरेँ फाइनली भेटियो सोल्टाहरूलाई भेटियो लु कहाँ गयो 9 गते 13 गते कमेन्टमा मात्र होइन अब त सोल्टाहरू छ्यापी भेटिन थाल्यो लाजले केही बनाउने रहेछ अब चाहिँ हामी चाहिँ निस्किँदैछौँ सकिसक्यो सोल्टा भेटिसके अब हेलो गाइस सोल्टा भिडियो चाहिँ आउनु पर्यो निस्किने बेला चाहिँ सोल्टाहरू मेला आउने रहेछ सो गाइस फाइनली म चाहिँ मेलादेखि घर पुगिसकेँ सोल्टा भेटिसकेँ तर इन्डिङ भिडियो बनाउनु चाहिँ जहिले बिर्सिन्छु त्यस्तै आज पनि म बिर्सिएँ सो गाइस अघिसम्म मेरो भिडियो तपाईँहरू सबैजना लोयल भएर हेरिदिनु भएकोमा त्यसको लागि चाहिँ धन्यवाद र मेरो आजको भिडियो चाहिँ यति मात्र रहेको छ र मेरो च्यानलमा जति पनि नयाँ हुनुहुन्छ उहाँहरू सबैजनालाई वेलकम छ र अन्तिममा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला सबैजना बाइ बाइ लट्स अफ लभ फ्रम योर क्लेम